भोइस अफ नेपाल सिजन 7 को लाइभ राउन्डमा प्रवेश गरिन् सुमधुर स्वरकी धनी पाल्पाकी छोरी अञ्जना सारू। कोलगेट इमेज लोक कलाकारको उपाधि जितेकी अञ्जनालाई भोइसको उपाधि जित्ने सुवर्ण अवसर। दर्शकबिन द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनबाटै उत्कृष्ट प्रस्तुति दिँदै दर्शकहरूको मन जितेकी पाल्पाकी छोरी अञ्जना सारू मगर लाइभ राउन्डमा प्रवेश गरेकी छन्। ब्याटल राउन्डमा लमजुङकी सञ्जिता दुरालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेकी अञ्जना सारू हिजो कोच मेलिनाका उत्कृष्ट 10 प्रतिस्पर्धीलाई पछाडि पार्दै शीर्ष 4 मा रहेर लाइभ राउन्डमा प्रवेश गरेकी हुन्। कोच मेलिना, अञ्जनाको यो प्रस्तुति हेरिसकेपछि के भन्नुहुन्छ? विशेष गरी लोकविधाका गीतहरू उत्कृष्ट ढङ्गले गाउन माहिर रहेकी अञ्जना सारूले यसभन्दा अगाडि पनि कोलगेट इमेज लोक कलाकारको अवार्ड जित्दै दर्शकहरूको मन जितिसकेकी छन्। आशा छ आगामी भविष्यमा अझ राम्रो प्रस्तुति दिँदै अञ्जना सारू मगरले भोइस अफ नेपालको ताज जित्नेछन्। लमजुङको भिरपाखामा गुन्जिने सञ्जिता दुराको आवाजले भोइसको स्टेजमा तहल्कै मच्चायो। लाइभ राउन्डमा प्रवेश गर्दै लमजुङकी सञ्जिता दुराले रचिन् नयाँ इतिहास। दर्शकबिन द भोइस अफ नेपाल सिजन 7 को लाइभ राउन्डमा प्रवेश गर्दै लमजुङकी छोरी सञ्जिता दुराले इतिहास रचेकी छन्। गीत सङ्गीतको खानी भएको लमजुङ जिल्लाबाट प्रतिनिधित्व गर्दै भोइसको स्टेजमा प्रवेश गरेकी सञ्जिता दुराले ब्लाइन्ड अडिसनबाटै दर्शकको मन जितेकी थिइन्। ब्याटल राउन्डमा पाल्पाकी अञ्जना सारू मगरसँग ब्याटल गरेर उत्कृष्ट प्रस्तुति दिएकी सञ्जिता दुरालाई कोच मेलिनाले सेफ सुविधा प्रयोग गर्दै आफ्नो टिममा यथावत गरेकी थिइन्। उनी सञ्जिता दुराले हिजो भएको नकआउट चरणको प्रतिस्पर्धामा कोच मेलिनाको टिममा आबद्ध भएका शीर्ष 10 जना मध्ये 6 जनालाई पछि पार्दै शीर्ष 4 मा रहेर लाइभ राउन्डमा प्रवेश गरेकी हुन्। आशा छ सञ्जिता दुराले अझ राम्रो प्रस्तुति दिँदै भोइस अफ नेपालको ताज जितेर लमजुङको नाम राख्नेछन्।